ग्रो भयो। तर कस्तो किसिमबाट चाहिँ हामीले रोप्नुपर्छ त, कस्तो किसिमको पातलाई छनौट गर्नुपर्छ त, त्यसको बारेमा भने म यो भिडियोमा तपाईहरुलाई जानकारी गराउँदैछु। स्किप नगरिकन हेरिदिनु होला। मन पर्यो भने लाइक र सब्स्क्राइब पनि गरिदिनु होला। हेर्नुस् है, मसँग भएको स्नेक प्लान्ट ठुलो भइसकेको छ, छिप्पेको छ। म यहाँबाट यो अलिकति पुरानो भएको प्लान्टलाई कटिङ गर्दैछु चक्कुको प्रयोग गरेर। म कैँची खासै चलाउँदिनँ, त कैँचीको प्रयोग गरेको भए हुन्थ्यो होला। हेर्नुस् है, अलिकति पुरानो पनि छ। म यसलाई कटिङ गर्दैछु तपाईहरुलाई देख्न सजिलो होस् भनेर। यसलाई चाहिँ मुहामाथि राख्छु है त। यो पनि काटिदिन्छु। यसलाई काटिदिए बिस्तारै अरू पातलाई अथवा अरू बोटलाई चाहिँ अप्ठ्यारो नहोस्। हेर्नु है, अब अर्को अघि देखाएकै पात निकाल्छु, जो चाहिँ मैले डेकोर गरेको। यसलाई यो पुरानो भइसकेको छ, यसलाई राखेर काम पनि छैन। यसले चाहिँ नयाँ बिउँ दिन्छ। बिस्तारै राख्नुपर्छ है। देख्नुभयो साथीहरू, यस्तो छिप्पेको हुनुपर्छ। स्नेक प्लान्टलाई हामीले ग्रो गर्न चाहन्छौँ पातबाट पनि यस्तो किसिमको छिप्पेको प्लान्ट हुनुपर्छ। यसलाई चाहिँ पानीमा पनि गर्न सकिन्छ, तर मैले आज चाहिँ तपाईलाई माटोमा ग्रो गर्ने तरिका सिकाउँदैछु। यसलाई मैले हटाएँ। अघि मैले खनाएको पटकै माटोलाई प्रयोग गर्दैछु। यो माटो चाहिँ अलिकति ठुकुलो खालको छ, त्यही भएर यसलाई नै प्रयोग गरेको। धेरै मल भएको माटो पनि चाहिँदैन यतिखेरको लागि। हलुङ्गो हुनु पर्यो माटो, हलुको हुनु पर्यो। पानी चाहिँ हामीले हाल्दाखेरि माटो भिज्ने तर गमलाबाट निस्किने हुनुपर्छ। हेर्नुहोस् है, यतिको राख्दा हुन्छ। यो अलिकति बलौटे माटो नै छ। सिम्टाइलो माटो भयो भने चाहिँ अलिकति पानी जम्ने हुन्छ, त्यही भएर बलौटे किसिमको बालुवा, मल र माटो मिसाएर राखेको हुनुपर्छ यसमा। म यसलाई रोप्नकै राखेको छु। हेर्नुहोस् है, म यसलाई फालिदिन्छु। यो अलिकति यसमा हुने अवस्था छैन, म काटिदिने। यसरी अलिकति धारिलो बनाउनुपर्छ। मेरो विचारमा यसबाट पनि आउँछ, यो माथिकोबाट पनि आउँछ। तिनटै रोपौँ है त। तपाईले अलिकति समय त्यसको लागि चाहिँ प्रतीक्षा गर्नुपर्छ। यहाँबाट बेबी प्लान्ट निस्कनको लागि कमसे कम 7-8 महिना भने लाग्छ। यही तरिकाले हो, यसमा पानी राखिदिने। तपाईले यसलाई आउटडोर राख्न सक्नुहुन्छ, इन्डोर राख्नु पर्दैन। आउटडोर राखेर हप्ताको एकचोटि पानी दिनुहोस्। पानी दिँदा पनि माटोको संरचनालाई हेर्ने। माटो कस्तो छ त, सिन्टाइलो माटो हो भने कम पानी दिए भयो, अलिकति बलौटी टाइपको हो भने पानीले हप्ताको एकचोटि दिने। र पानी दिँदाखेरि गमलाको माटोको सतहको माटो चाहिँ सुक्खा भएको हुनुपर्छ, अनि बल्ल दिने हो। स्नेक प्लान्टलाई चाहिँ धेरै पानी दियो भने कुहिने हुन्छ। विशेष गरी यसरी रोपिएको प्लान्टमा पनि